हेलो गाइज, गुड आफ्टरनुन। म चाहिँ नयाँ भ्लग लिएर आइरहेको छु ल। आमामा कस्तो राम्रो, यस्तो ठुलो ड्रागन फ्रुट चाहिँ पुरै लुकेर पाक्दो रहेछ। कत्रो ठुलो बारुलामा, कति ठुलो हौ। आमामा यार के हो भन, त्यहाँभित्र पो रहेछ हौ। कसरी चिलेन यार यस्तो तिख्रामा। झन्डै झन्डै मारो हो, कत्रो बारुलाको गोला। साथीहरू हेर्नु त, मैले ढाँटेको भने कति ठुलो छ। मलाई झन्डै टोको कसममा। यार भ्लग सलग बनाउँ भनेको त नयाँ कति दिनमा मेरो छोराले कपी पनि किन फालेको, के भएर फालेको र यसलाई। ल नि तपाईँहरूलाई म यस्तरी ड्रागन फ्रुट लुकेर पाक्दो रहेछ कि त्यहाँ। राम्ररी हेर्नु त, कत्रो ठुलो पाकिरहेको रहेछ कि। तर कस्तो टिप्नु साह्रै अप्ठ्यारोमा रहेछ। म चाहिँ यो टिपेर खानु पनि सक्दिनँ। काँडाले यतै घोच्छ उतै घोच्छ। यसरी ड्रागन फ्रुटमा आयो कि घोचिहाल्छ। यस्तो राम्रो ड्रागन फ्रुट फुल्दैछ है हाम्रो चाहिँ। यो चाहिँ नयाँ नयाँमा हो, नयाँमा यति छिटो फलिसकेको छ एकदमै। म चाहिँ टक्क मेरो ड्रागन फ्रुट घरबारीहरू म देखाउँदैछु। यो चाहिँ देखाएको होइन, बारी पनि देखाएको होइन है तपाईँहरूलाई, तर खेतीपाती चाहिँ देखाएको हो। यस्तो राम्रो, यो चाहिँ अहिलेको साल मात्र रोपेको यस्तो यस्तो भइसकेको छ। हेर्नु न कति राम्रो दाल फलेको। यो साल त खतरा दाल खाइने पऱ्यो हो। फुलफुल पनि कति धेरै बनाउँथ्यो तर एक साल यस्तो राम्रो। साथीहरू हेर्नु ल मेरो गार्डन। हेलो, मेरो गार्डन चाहिँ यस्तो छ ल गाइस। यति राम्रो रोस्ट है, रोस्ट होइन रोस, यस्तो राम्रो के अरे एकदमै राम्रो, एकदमै न्यू भ्लग गाइसहरू। आमामा हेर्नु ल अगाडिदेखि पुरै तपाईँहरूलाई म भ्लग बनाउँदै गइरहेको छु। यस्तो राम्रो राम्रो, यस्तो राम्रो राम्रो नयाँ नयाँ भ्लग दिएर तपाईँहरूलाई इन्जोय गराउँछु, प्रकृतिसँग एकदमै रमाउने है। अब कस्तो भने म चाहिँ कुनै कुरामा पनि लजाउनेवाला छैन है। मेरो जस्तो छ ठिक त्यस्तै देखाउनेवाला छु है। तर यसलाई एडिट गरेर मलाई त्यस्तो इत्यादि बनाउनु चाहिँ आउँदैन है। यसलाई म एडिट गर्दिनँ, केही गर्दिनँ। हेर्नु कोला पनि फलिरहेको छ हाम्रो। के फलेको हो बा यार, यहाँ हेर्नु त दाल यस्तो राम्रो फलिरहेको छ। म चाहिँ एकदमै नेचुरल प्रकृतिसँग रमाउने मान्छे हो कि। त्यही भएर म चाहिँ केही पनि एकदमै मेरोमा चाहिँ अरूभन्दा डिफ्रेन्स भिडियो आइरहेको छ है। सधैँ पनि तपाईँहरू हेरेर इन्जोय लिनु होला। यहाँ हेर्नु न त्यो लौका, घिराउला लौका फलेका यस्तो राम्रो फलेको छ। यस्तो राम्रो हेर्नु ल, यस्तो राम्रो फलेको छ यहाँ चाहिँ। मेरो सुँगुर फार्म हो यो चाहिँ। मैले यो साल रोपेको यो के अरे लिची हो। यत्रो भइसकेको छ। अब यसले पनि एक दुई दिनबाट फलेर एकदमै हामीलाई खुवाउनेछ। र राम्रो यो के अरे कागती पनि पोहोर रोपेको हो मैले। यत्रो ठुलो भइसकेको छ। हेर्नु न आमामा है, यस्तो राम्रो मेरो तरकारी रहेछ बारीमा। घरमा चाहिँ तरकारी छैन भन्दै छोरी मान्छेको मुख त हो है। यस्तो राम्रो फलिरहेको छ पुरै। अहिले चाहिँ गर्ने मान्छे नभएर पनि म अहिले चाहिँ मेरो सुँगुर लगाएको छुइनँ। यस्तो छ सुँगुर खोरको हालत। एक दुईवटा चाहिँ यहाँ रहरको लागि लगाएको थिएँ, तर पनि त्यो सानो छ। यत्रै मात्रै छ के हो सुँगुर पनि। फर्स्ट टाइम नै राम्रो भएन गाइजहरू। एकदमै मेरो चाहिँ हेर्ने पछाडि, घरको पछाडि मैले एकदमै यस्तो यो के भन्छ तरुल, मलाई लास्ट मनपर्छ तरुल। आमामा मैले यत्रो भइसक्यो मेरो यो, कस्तो राम्रो भइसक्यो बा। हेर्नु त गाइस, यस्तो राम्रो भइसक्यो। मैले बगैँचा खाली बारी चाहिँ नराख्नु भन्छु कि सबैलाई म सन्देश दिन चाहन्छु। यसले फलेपछि एकदमै राम्रो आम्दानी हुन्छ। यो अब चाहिँ घाँस नकाट्दा पनि हुन्थेछ दालमा है, तर
साथीहरूले घाँस काटिराख्नु भएको रहेछ। एकदमै मैले एकदमै यहाँ धनियाँ पनि छरेको थियो तर धनियाँको लागेन। साथीहरू खोर्सानी पनि यसरी हाम्रोमा चाहिँ खोर्सानी रहर लाग्छ है, तर साना साना फल्छ है। फल्नु चाहिँ बिचरा गरेको चिज चाहिँ यसरी भए पनि कुनै चिजले थाम्नु नसकेर हेर्न साथीहरू मेरो मेवा ढलिरहेको छ। कस्तो राम्रो मेवा ढलेर मलाई कस्तो रुनु मन लागिरहेको छ। मेरो मेवा यस्तो धेरै फलेको यो फल चाहिँ हेर्नु कि गाइजहरू, यो फल एकदमै राम्रो एकदमै राम्रो। यति धेरै फलिरहेको थियो यो मेवा चाहिँ, यस्तो राम्रो। लिची अहिले पनि लिची छैन गा, लिची चाहिँ अब यो साल चाहिँ लास्ट हुँदैछ। यो चाहिँ मेरो सुँगुरको चारो माले पकाइदिनु भएको रहेछ। एकदमै धेरै धन्यवाद। हेर्नु गाइस, आमामा यस्तो राम्रो खोर्सानी हेर्नु त, खोर्सानी यस्तै यति राम्रो। यो चाहिँ पहाडको अमला है, पहाडको अमला है, यत्रो ठुलो भइसकेको छ। पहाडतिर जङ्गली अमला हुन्छ यस्तो राम्रो। अनि मेरो यो सुपारीको झ्याङ पनि त्यहाँदेखि मुनि छ अमला। हेर्नु त मलाई चाहिँ के मनपर्छ, आमामा अम्बक हेर्नु न गाइजहरू, अम्बक पाकेर है। आमामा फेरि पनि कति धेरै अम्बक पाकेर हेर्नु न गाइजहरू, के पाएर है। के हो राम यार, कस्तो मिठो दसैँमा अम्बक खानु पाइयो है गाइज। म चाहिँ यसरी खाँदैछु, एकदमै मिठो। यो अस्तिको भन्दा त अहिलेको चाहिँ लास्ट मिठो हुन्छ। हेर्नु त साथीहरू, चमेरा ल्याएर आमामा हेर्नु त, यो चाहिँ मेरो अम्बक एकदमै राम्रो। यो चाहिँ मैले नर्सरीबाट लिएर रोपेको है। के लेखाएको रहेछ, कस्तो राम्रो गाई। हेर्नु न मैले खाँदै मैले पनि यो खाएँ, मैले टिपेर कस्तो राम्रो। आई मिस यु बुढा। एकदमै तपाईँलाई अम्बकहरू फलफुल एकदम मनपर्छ है। तपाईँ आउँदा ठिक्क हुन्छ। कति धेरै अम्बकहरू फलिरहेको छ है, तर सब किराले खाएर है। किरा भन्दा पनि चमेरा भुइँभरि झरेको छ भुइँमा। हेर्नु के गर्नु, घरमा बस्दिउँ न, खाइ हुँदैन। बिचरा कति कसले उताबाट पुरै खाँदो रहेछ। यस्तो राम्रो कति मिठो एकदमै। यो चाहिँ मेरो साग हेर्नु ल, मेरो भाइले जेठा भाइले मलेसियाबाट लिएर यो साग छरेको थिएँ, यो लट्टे। हेर्नु यस्तो राम्रो पो लाग्छ मलेसियाको लट्टे पनि, सेतो र रातो छ। सेतो पुरै छरेको थियो। मेरो फलफुल एकदमै बगैँचा सब यसरी गरेर मेहनत गरेर थ्याङ्क यू। आई मिस यु बुढा।